हाई गाइज आज चाहिँ हामी आफ्नो पदेराको भ्लग टुर गर्दै गइरहेको छौँ। सो हियर इज आवर लिटल ब्रदर अनि हामीसँग चाहिँ हुनुहुन्छ अन्नु जुन चाहिँ हामीसँग हाम्रो पदेराको साथी बस्दै हुनुहुन्छ। मेरो लागि सो यो चाहिँ हाम्रो मम्मी गाइजहरू चाहिँ अब आउँदै हुनुहुन्छ होइन, केही नि भाडै नबोकिकन रित्तै भ्लगमा मात्रै एन्टर गर्नको लागि। अगाडि 3 जना चाहिँ गइसके अनि यो चाहिँ हाम्रो गाउँको यस्तो देखिन्छ होइन यहाँबाट भ्लग। अनि हिमाल देखिन्थ्यो, हिमाल चाहिँ आज त्यही त आज मैले उसु लागेर सो दिस इज आवर वे टु पदेरा। सो लेट्स मुभ गाइज। यो चाहिँ नहर, इट्स कल्ड नहर। अनि यहाँ एउटा भोगटेको बोट छ 2टा अनि त्यहाँ चाहिँ भोगटे फलिरहेको छ। अनि यो चाहिँ बारी, कस्तो राम्रो बारी। हाम्रो घर चाहिँ यहाँबाट त्यो रेड कलरको घर यु नो एउटा घर चाहिँ त्यो भएर अर्को घर चाहिँ अगाडि छ। यहाँ चाहिँ अन्नुले पाती टिपिरहनु भएको छ अन्नु। सो आज यिनीहरूले चाहिँ के भन्छ अरे चेपे जाने भनिरहेको थियो कि होइन, अनि हामीले चाहिँ एउटा इन्सिडेन्ट थाहा पायौँ। त्यसपछि चाहिँ हामीलाई चेपे जान डर लाग्यो अनि अहिले पनि हातमा पाती लिएर हिँड्दैछौँ हामी, किनकि भन्दाखेरिमा यस्तो झाडी नै झाडी यु नो लाइक जङ्गलै जङ्गल, बाँसै बाँस, सो प्रोटेक्टिभ यु नो। यस्तो झाडी नै झाडी छ। मैले अस्ति यिनीहरूलाई बिहान लिएर आएको, यिनीहरूले मेरो 7 पुत्लो लगेर बाटो बाटो क्र्याब भेटेर हामीले। सो यतापट्टि चाहिँ हाम्रो पुरानो पदेरा थियो, अहिले चाहिँ पुरै बाटो ब्लक भइरहेको छ। त्यो चाहिँ हाम्रो पुरानो पदेरा जुन चाहिँ अहिले पानी पनि आउँदैन एन्ड ब्लक भएको छ। अहिले चाहिँ हामी अर्को पदेरा जान लागिरहेको छ। कस्तो हिलो ए मचम छि। हामी आयौँ हाम्रो पदेरामा एन्ड उता तल चाहिँ हाम्रो पदेरा छ। यो बाटो चाहिँ लास्ट चिप्लो छ है। म चाहिँ बिहान हिजो अस्ति बिहान धन्दै चिप्लेको यहाँबाट। यहाँ पनि फेरि झाडी नै झाडी छ गाईहरू। एन्ड दिस इज वेयर वी आर। क्र्याब छ होइन एन्ड अहिले चाहिँ अन्नुले पकड्न लाग्नु भइरहेको छ। अर्को फुच्चे नि भेट्यो आएको। सो अन्नुले आफ्नो अन्नुले त्यो गर्दै हुनुहुन्छ गङ्गटा। एन्ड दिस इज दि आवर पदेरा, हाउ आवर पदेरा लुक्स लाइक यु नो। बिच जङ्गलको बिचमा छ एन्ड एक्लै आउनलाई चाहिँ डर लाग्छ। यहाँ वन मान्छे ए अन्नु चाहिँ यहाँ कन्फ्युज हुनुहुन्छ हामी त्यो क्र्याब पकडेर केमा हाल्नु भनेर। सो यिनीहरू यस्तो पदेर आएको बेलामा पनि भुटसुटको कुरा गरेर मलाई झन् डराइरहेको छ बिकज आइ एम रियली अफ्रेड अफ भुट्स एन्ड अल। त्यो खानालाई नै ल गङ्गटा। सो उताबाट चाहिँ मूल रस आउँछ अरे एन्ड त्यहाँबाट चाहिँ पानी आउँछ अरे उयो धारामा। एन्ड दिस आर द गाइस। हेलो ब्रो। के कहाँको पानी? त्यहाँभित्र तार छ त नि कति ठुलो ढुङ्गा। सो मैले चाहिँ अहिले भ्लग बनाइरहेको छु किन भन्दाखेरिमा अहिले फर्किने बेलामा चाहिँ मैले मेरो 2टै हातमा सामान हुन्छ अनि मेरो फोन पक्रेर नि हात हुँदैन। एन्ड अनि उयो माथिबाट नि हाम्रो घर पुग्छ नि उयो माथिबाट, तर त्यो बाटोमा हल्का डेन्जर छ। ओ हेलो वन मान्छे छैन। म अस्ति चैतमा आएको यो बाटो। So we are back from our Padera. Hello man. अनि हामीले पकडेको गङ्गटा चाहिँ उयो छ। अम्लो खान्छ। मैले यहाँ गरिरहेको छु। के हुन्छ त नि म त हेरिरहेको छु हैन। अब यसो गर के गर्दैन है झ्याप्पे बनाइदिएर है। लिएर यसलाई यसरी ल्याउनु। त्यसलाई यो काँदी आएर खै कसरी समात्छ यसले? ए त्यसरी हो। चाप्पे गरिहाल्छु नि।
कन्सर्ट पप ए त्यसरी पो रहेछ मलाई थाहा थिएन त्यसले त्यसो डेन्जर हुन्छ हेरी यस्तो घाँसु गर्छ के यसलाई जिम्नास्टिक हान्न लगाइदिने क्या फर्कै ए नगर्नु न अहिले मर्यो भने तपाईँ जानुहुन्छ लिएर आउनु न मोडेर के हेर्छ त्यो कसले राख्छ यसलाई रातभरि हाम्रो सन्तानमा यही हो एभ्री टाइम सेभेज राति त राख्नै हुँदैन राति राख्ने राति टोक्न आउँछ नि थाहा पाउँछ जसले समातेर राखेर पैसा थाहा छैन